हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल आरके ब्लग्समा सबैजनालाई स्वागत छ। मैले चाहिँ एउटा सानो खालको भिडियो फेरि पनि लिएर आइसकेको छु। अहिले चाहिँ म ओसाका बेसबाट चाहिँ 10 किलोमिटर जति ओरतिर आएर अनि यो झरनामा आइसकेको छु यहाँनिर चाहिँ हैन। तर यो झरनाको नाम चाहिँ ठ्याक्कै के हो भन्ने चाहिँ मलाई अलिकति थाहा भएन। मलाई पनि यही जापानिज एकजना मान्छेले लिएर आएको हो हैन। अनि त्यो हुँदाखेरि अलिकति मलाई थाहा भएन। अहिले म यसलाई सोधेर म नाम चाहिँ ठ्याक्कै कमेन्ट सेक्सनमा राखिदिन्छु है। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै दामी ठाउँ छ हैन। यहाँनिर चाहिँ अहिले म तपाईँहरूलाई झरना पनि देखाउँछु, देख्न सक्नुहुन्छ यहाँको ठ्याक्कै नमस्ते झरनाको जस्तो जस्तै फिल छ। पूर्वतिरको भेटार नमस्ते झरना चाहिँ तपाईँहरूलाई कतिको थाहा छ हैन। त्यस्तै खालको भाइब्स दिने ठाउँहरू चाहिँ यहाँ छ हैन। देख्न सक्नुहुन्छ तपाईँहरूले हुन्छ। तपाईँहरूले अब हामीले ठ्याक्क झरना चाहिँ हामीले एउटा दामी खालको झरना भएको ठाउँमा चाहिँ हामी आइसकेका छौँ। यसलाई चाहिँ पूर्वतिर हुने मान्छेहरूले चाहिँ देख्नुभयो भने होइन, भेटारको ठ्याक्कै नमस्ते झरना जस्तो एकदमै दामी खालको भाइब्स दिन्छ। ल हेर्न सक्नुहुन्छ है त तपाईँहरूले, दामी छ यहाँको भ्यू झरना। तर यहाँनिर चाहिँ अब नेपालमा चाहिँ झरनामा नुहाउन पाउँथ्यो, यहाँनिर चाहिँ झरनातिर नुहाउनहरू पाउँदैन कि त्यस्तो छ। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो दामी छ, एकदम बवाल छ यो झरना चाहिँ। ल देख्न सक्नुहुन्छ है त गाइज, ठ्याक्कै नमस्ते झरना छ। झरना पनि यस्तै हो होइन, भुइँमा पनि तल पनि। अब यहाँ चाहिँ पौडी खेल्न मिल्ने भए तल चाहिँ पौडी खेल्न हुन्थ्यो होइन, तर यहाँ चाहिँ अलिक पौडी खेल्न मिल्दैन है त। दामी तपाईँहरू देख्न सक्नुहुन्छ गाइज, देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ एकदम दामी ठाउँ छ है। झरना छ अनि त्यसपछि टक्क घुम्ने बस्ने होइन, दामी छ यो ठाउँ। अहिले चाहिँ अब हामी यहाँनिर यो ठाउँमा आइसकेका छौँ। आधी बाटैमा छ उनीहरू आउँदैछ, उनीहरूलाई है त। I'm standing on the highest ledge, right on the world's most windy edge, and making a brand new pledge to never live my life in fear, to make my purpose crystal clear. The reason that I'm standing here, my heart is beating like a drum for all the things that are to come. I take a breath and make the leap, a promise I will. ल अहिले चाहिँ हामी अब टक्क लाएर झरना सर्ना घुमिसकेर चाहिँ अब हामी फर्किसकेका छौँ। अब यहाँ चाहिँ के छ भन्नुहुन्छ भने रात पनि पर्यो अहिले। अब रात परेको खण्डमा चाहिँ हामी घर जानुपर्छ। भूकम्पले पनि सानो खालको वार्निङ पठाएको छ। त्यो कारणले गर्दा यो गहिरोमा चाहिँ भूकम्प आएर पनि भिरपाखा लड्छ भन्ने भएर अहिले हामी फर्किँदैछौँ। यहाँ हाम्रो दाजुभाइहरू पनि हिँड्दै हुन्छ है त। यो उकालो छ, उकालो हिँड्नलाई अलिक गाह्रो पर्ने अवस्था देखेँ मैले चाहिँ। 2 पाइलो होइन नि स्यास्या हुँदो रहेछ। फेरि कालो आइरहेको छ क्या हो। ए यो मैले देखेको नि भित्ती, यसलाई डोजर ल्याएर खनेर अझै तलसम्म पुऱ्याउनु पर्ने रहेछ कि। यो झरना चाहिँ सानो भयो, मलाई चित्त बुझेन। यो जापान सरकारलाई यति कुरा चाहिँ भन्नुपर्ने भयो। उता अर्कोतिर यो ठाउँमा चाहिँ हर्क साम्पाङलाई ल्याउनु पर्ने रहेछ। ढुङ्गा मुढा बोकाएर चाहिँ अलिकति झरनालाई चाहिँ अलिक मर्मत समार गरेर ल्याउनु पर्ने देखेँ मैले।